दशबिन यतिखेर देख्न सकिन्छ भारतका सचिव श्याम कार्की पनि रवि लामिछानेलाई भेटेर आइसक्नु भएको छ। श्याम सर यता आउँ यता। तपाईँ भारत प्रवासको सचिव रासपाको के भन्नुभयो? रवि दाइसँग भेट्नुभयो, के भन्नुभयो? भित्र के कुरा भयो? त म भारतबाट 20 लाख नेपालीको सन्देश लिएर आएँ रवि दाइलाई भेट्नको लागि। जुन हामीलाई भारतबाट रवि दाइले अपेक्षा गर्नुभएको थियो त्यो भारतले चाहिँ सन्देश रवि दाइलाई पठाएको थियो, त्यस सन्देशको बारेमा भेट्न आयो र उहाँको सन्देश एकदम जायज छ र 10-15 हजार कमाउनको लागि अब नेपालीहरू भारत जानु पर्दैन। जुन राजसभाको फागुन 21 गतेको यो निर्वाचनमा यदि भोट हालेर साँच्चीकै राजसभालाई चाहिँ हामीले एउटा स्थायी सरकार बनाउन सक्यो भने 20-25 हजार कमाउनको लागि अब भारत जस्तो देश जानु पर्दैन, हामी घुम्नको लागि जान सक्नुपर्छ भन्ने। जस्तो अरू कुराहरू के भयो? चुनावमा कसरी चाहिँ भारतमा बस्नेहरूलाई के भन्नुभयो रवि दाइले? के सन्देश छ अरू चाहिँ? अरू रवि दाइपट्टिबाट के सन्देश छ भने भारतमा भएका जनताहरूले एकपटक हामीलाई विश्वास गर्नुपर्छ र यो जुन हिजो एमाले काङ्ग्रेस माओवादीले जसरी चाहिँ हामीलाई चाहिँ बेचिएका थिए भनौँ, एउटा श्रमको लागि चाहिँ बेचेर एउटा रेमटासको लागि चाहिँ उनीहरूले तलब भत्ता खाएर बसेका थियो भने अब यो राजसभाले चाहिँ भोलि सरकार बन्दै गर्दाखेरि यसलाई सुरक्षित छ र आम नेपालीहरूले चाहिँ आफ्नै देशमा रोजगार पाउँछन् भन्ने कुराहरू होइन। जस्तो चाहिँ पछिल्लो समय भारतमा बस्ने अथवा प्रवासमा बस्नेलाई पनि राजसभाले केही सिट दिने समानुपातिकमा पनि प्रत्यक्षमा पनि उम्मेदवारीका लागि भन्दै गर्दा त्यो चाहिँ कसरी रह्यो? त्यो विषयमा गफ भयो कि भएन सभापतिसँग चाहिँ? त्यो विषयमा भएको छ। पक्कै पनि रवि दाइले नै पहिलो भेला राष्ट्रिय पहिलो भेलामा चाहिँ प्रवासलाई 10% कोटा छुटाउनु भएको थियो। त्यो कोटा सहित अस्ति विस्तारित बैठकले नै प्रवासलाई चाहिँ दिएको छ। यसमा चाहिँ प्रवासबाट इच्छुक राजसभा समर्थक र विभागबाट जानकारी लिएर आएर आफ्नो गर्न सक्नुहुन्छ। जस्तो के भन्नुभयो? यो मुद्दा कतिसम्म चल्छ, म कहिलेसम्ममा आउँछु अथवा के हुँदैछ भन्नुभयो रवि दाइले? अरू चाहिँ के छ सन्देश ठ्याक्कै जनतालाई चाहिँ? जनतालाई म छिटै बाहिर आउँछु। यो राज्यले जुन हिसाबले पुरानो सरकारले जसरी प्रतिशोध गर्यो त्यो सरकारले पक्कै पनि नगर्ला। पक्कै पनि म न्यायको हिरासतमा छु, मैले न्याय पाउने छु भन्ने अपेक्षा राख्नुपर्ने छ। त्यही नै जानकारी। जस्तो तपाईँहरूको चाहिँ कति हस्ताक्षर सङ्कलन भएको थियो भारतमा चाहिँ? अहिले तपाईँहरूको सङ्गठनको अवस्था के छ? भारतमा कति लाख नेपालीहरू तपाईँहरूसँग सम्पर्कमा हुनुहुन्छ जो चाहिँ राजसभालाई मत हाल्नका लागि अब आगामी निर्वाचनमा आउँदै हुनुहुन्छ नेपाल? हामीले हस्ताक्षर चाहिँ 50,000 देखि 60,000को आसपास गरेका छौँ भारतबाट राजनीतिक प्रतिशोध विरुद्धको। र जुन अहिले हाम्रो संस्था चाहिँ प्रवासी नेपाली सम्पर्क मञ्च भारतमा 17वटा राज्य समिति गठन गरिसकेका छौँ र तपाईँको 200 भन्दा माथि नगर समितिहरू गठन गरिसकेका छौँ। त्यसमा पनि हामीसँग संस्थामै आबद्ध चाहिँ हाम्रो सदस्यहरू 25,000 भन्दा माथि हुनुहुन्छ। उहाँहरूले यही 25,000ले नै हामीले क्यालकुलेसन गर्दाखेरि पनि हामीले 2.5-3 लाख भन्दा माथि मत भारतबाट यो निर्वाचनमा लिएर आउँछ। जस्तो भारतको नेपालको कुन प्रदेशका अथवा कुन क्षेत्रका मानिसहरू बढी हुनुहुन्छ तपाईँहरूसँग सम्पर्कमा? हामीसँग सुदूरपश्चिम र कर्णालीको चाहिँ एकदमै धेरै हुनुहुन्छ। 80% नै सुदूरपश्चिम र कर्णालीको जनताहरू भनेको उहाँहरू आउनुहुन्छ भनेको सुदूरपश्चिम र कर्णालीमा पनि राजसभाको राम्रो सङ्ख्या छ। एकदमै राम्रो छ। किनकि यो कसरी चाहिँ उहाँहरू आउनुहुन्छ भने विगतमा हामी जस्तो एउटा भारत जस्तो देशमा चाहिँ हामी एउटा जानु परेको छ। त्यहाँबाट 15-20 हजार कमाएर जस्तो एउटा हामीले फोनै नेपाल ल्याउनु पऱ्यो भने पनि त्यहाँनिर बोर्डरमा चेकिङ गर्ने दुनियाँ यो चाहिँ पुरानो राजनीतिकले चाहिँ त्यो बोर्डरमा पनि अलिकति कमिसनको खेल गर्छ। त्यसको अन्त्य गर्नको लागि एउटा मूलधारको राजनीतिक र अहिले वैकल्पिक शक्ति भनेको नै राष्ट्रिय स्वतन्त्र पार्टी हो। यसमा आबद्ध गर्दा हिजोको दिनहरूमा पनि तपाईँले हेरिराख्नु भएको होला मिडियामा, तपाईँले भारतका हरेक राज्यमा दसौँ हजारका मान्छे व्यक्तिहरू समर्थकहरू चाहिँ कार्यक्रममा निस्किरहेका छन् भारतबाट। अब के हुन्छ? जस्तो तपाईँहरूको कार्यवाहक सभापतिले त रवि ननिक्ले 77 जिल्लाबाट चाहिँ फेरि हामी के देखाउँछौँ भनिसक्नु भएको छ। उहाँले यो चाहिँ 77 भन्नुभएको थिएन, 75 जिल्ला भन्नुभएको थियो। 75 जिल्ला मात्रै भन्नुभयो उहाँले चाहिँ। जब 36वटा देशमा राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठन गठन भइसकेको छ, त्यसमा 35वटा देशले के गर्छ थाहा छैन। प्रवासी नेपाली सम्पर्क मञ्च भारतले चाहिँ आवश्यकता परेको ठाउँमा रवि लामिछानेलाई भित्रै राखेर निर्वाचन गर्ने गर्यो भने कमसेकम 10 लाख नेपालीहरू हामी यहाँ लिएर आउनेछौँ। भारतबाट ल्याउनुहुन्छ? आउन सकिन्छ। रविका लागि 10 लाख नेपाली भारतबाट नेपाल आउन तयार छन्, आन्दोलन गर्न तयार छन्। हामीले अझ यो 84सम्म चुनाव भइदिएको भए 20 लाखको आकाङ्क्षा राखेका हो, 40 लाख नेपालीमा। तर अब तत्काल हुँदै गर्दाखेरि हामीले पनि केही कुराहरू राज्यहरू गठन गर्न अझै पनि बाँकी छ र अहिले जुन निर्वाचनको केन्द्रित भएर चाहिँ हामीले कमसेकम हामीले 8 देखि 10 लाख त हामीले लिएरै आउनेछौँ। हस्, धन्यवाद श्यामजी।